हेलो एभ्रिवान वेलकम ब्याक टु आवर च्यानल इन आवर डिएनए। आज चाहिँ हामी घरमै मोमो बनाएर खान लागेको छौँ। आफ्नै बारीमा फलेको यो के भन्छ यो खुर्सानी पुदिना यो सबै युज गर्दैछौँ हामीले। हाम्रो बारीमा अहिले टमाटरहरू पनि भइरहेको छ, लोकल पनि छ, अलिकति यो ठुलो खालको पनि टमाटर छ। मैले दुइटै मिक्स गरेर अचार बनाउनेवाला छु। खुर्सानी पनि हाम्रो यो डल्ले खुर्सानीहरू हुँदैछ। ल अचारबाट सुरु गरौँ है त। अर्ग्यानिक ल है त अचारको लागि मैले लसुन प्याज खुर्सानीहरू पुऱ्याइसकेको छु र यसलाई एकछिन गोल्डन ब्राउन हुनु चाहिँ हामी चलाउँछौँ। एकछिन मजाले चलाउनुपर्छ है। चलाउँदै अब यो यता रेडी भइन्जेलमा हामी अर्को भाँडोमा ग्राइन्ड गर्नलाई चाहिँ रेडी गरौँ। ब्लेड यसमा पहिला के पतिना हाल्यो होइन? पतिना अनि लसुन काँचो लसुन पनि हालेको छु। अलिकति स्मेल र टेस्ट दुइटैलाई इन्हान्स गर्छ। अलिक धेरै हालौँ है, अचार धेरै बनाउनु छु त्यसमा चाहिँ यो पनि मिन्ट नै हो। गलेर अहिले निस्किदियो। मलाई चाहिँ खुर्सानी धेरै भयो जस्तो लाग्यो, निकाल्नु कस्तो हुन्छ लास्टमा थाहा हुन्छ है टेस्ट चाहिँ। Lovely. अब हाम्रो यो बनेर रेडी भएको छ। अब यो सेलाएपछि चाहिँ हामी यसलाई ग्राइन्ड गर्छौँ अघि रेडी गरेको यो मिक्सरमा होइन। ग्राइन्ड गर्नलाई चाहिँ मैले यसमा खन्याउँदैछु। अलिकति ग्राइन्ड गरेर झिकिसक्यौँ, यस्तो भएको छ। दामी देखेछ है चटनी त, टेस्ट पनि दामी होला। चटनी चाहिँ हाम्रो यस्तो बनेको छ, लुक्स लभली है। ग्रिन पनि छ, टोमेटोको रेड कलर पनि आएको छ, एकदम हेर्दा यम्मी देखेछ। चाख्दा पनि यम्मी नै छ, हामीले चाहिसकेको छौँ थोरै। तर यसमा हामीले बदाम सदामहरू त्यस्तो अरू धेरैले त त्यो हालेर नि बनाउनु छ। हामीले चाहिँ बदाम चाहिँ हालेको छैनौँ है। वा केले रम्बा हो वा ल है। किमा आयो हामी चिकन मोमो खाँदैछौँ कि के खाँदैछौँ? चिकन मोमो नि ठिक। अब किमा रेडी गर्नलाई चाहिँ अब हामी यहाँ नुन हालौँ सुरुमा है। किमा आफ्नो ठाउँमा बसिसक्यो। अरू कुराहरू पनि एड गर्न जानेछौँ। यो 1.5 किलो जस्तो किमा छ, त्यही भएर हामी मोमो मसला नि राम्रै अमाउन्टमा हाल्छौँ है। यो चिकन स्टक हो, हामी यो चिकन स्टक नै एउटा हाल्छौँ। यसले चाहिँ टेस्ट दिन्छ क्या। यसमा चाहिँ कति चम्चा गऱ्यो? 1 चम्चा। हामीले प्याज राखिसकेछौँ होइन। स्मेल त अहिले आउनु थाल्यो त। मुखको भाँडोमा चाहिँ तेल लगाइसक्यौँ। अब हामीले नेक्स्ट स्टेप भनेको अब ऱ्याप गर्ने। अब यसलाई बेल्ने। बेल्नमा चाहिँ म अलि एक्सपर्ट छु, तर म आज बेल्दिनँ अहिले। ल सबभन्दा जुरेस्ट पार्ट अफ मोमो चाहिँ यही हो, बेल्ने। खानु मिठो हुन्छ नि त फेरि। खानु मिठो त भयङ्कर हुन्छ नि तब। मास्टर क्लास भोइस। मोमो बनाउँदा पिठो बेल्दा चाहिँ एकैचोटि ठुलो बेलेर यो सानो सानो बनाउँदा ठिक लाग्छ मलाई चाहिँ। नेक्स्ट पेज चाहिँ अब यसलाई किमा यसमा छ। ठिक्क अमाउन्टको किमा लिन्छौँ होइन। मलाई अलिक पातलो बेले जस्तो लाग्छ यो चाहिँ। अन्त पिठो त जति पातलो त्यति राम्रो नै होइन। मलाई अरू सेप चाहिँ आउन, त्यही भएर म चाहिँ सर्कुलर नै घुमाउँछु। नट भन्यो नि त माथि त। यस्तै नै हो, लोकल स्टाइलको मोमो। नाइस। अब चाहिँ हाम्रो मोमो लगभग ऱ्याप भइसक्यो।
भनेपछि यो दुईटा भाँडो पाक्दैछ होइन हाम्रो छड भाँडो हो नाइस सो नेक्स्ट स्लट पनि रेडी भयो रेडी भयो वाउ लुक्स गुड यम्मी अचार हाल्दैछु सानो प्लेटमा मम्मी हजुरले मलाई हाल्न हेल्प गर्नुहुन्छ के ममा हाल्नु ए भइहाल्छ नि पछाडिहरू बाबा भन्नुभएको बाबा जानुभएको थियो बुवालाई भेट्न पछाडि हुनुहुन्छ ड्याडी पठाएर जानुभएको थियो भर्खर जानु गीत लागि त्यसो भए यसो गरौँ न त आर्टिस्ट आज हाम्रो दुईतिरकै मम्मी बाबाहरू मिलेर मोमो खाँदै हुनुहुन्छ कस्तो लाग्यो मम्मी कस्तो छ एकदम मिठो छ यता मम्मी साह्रै मिठो भएको छोरी बाबा बुवा मलाई चप पनि मिठो लाग्यो Thanks for watching everyone. See you in the next vlog. I hope you guys enjoyed our video. Please like, share, subscribe, comment and hit the bell icon. See you. Bye bye.